आएको धेरै फर्केर गएको छैन। अब त्यो पहिलो पुस्ता जो काठमाडौँ आयो त्यही परिवारको दोस्रो पुस्ता जसरी त्योभन्दा थप सुविधाको खोजीमा थप ज्ञानको खोजीमा कहाँ जाँदैछ भने जहाँ छ त्यहाँ जाँदैछ। किनकि अब क्षितिज फराकिलो भयो, हिजो यहाँसम्म मात्र देखियो अहिले त्यहाँसम्म देखियो। यो नेपालको सन्दर्भमा मात्र होइन, बाहिर पनि हामी यस्तो यो कुराहरू देख्न सक्छौँ। तपाईँले राजनीतिक स्थिरतासँग जोडेर प्रश्न गर्नुभयो, त्यसलाई नकार्नै सकिन्न। जस्तो हामीले यो 62-63को आन्दोलनको लगत्तै पछाडि यस्तो सर्वेक्षण गरिएको भए त्यो बेलामा सायद के आउँथ्यो होला भने जाने क्रम त्यतिखेर पनि रोकिएन। तर धेरैले केही आशा पलाएको छ, नेपालमा राजनीतिक परिवर्तन भएको छ, यसले थुप्रै अवसरहरू लिएर आउँछ भनेर सायद आफूलाई त्योसँग जोडेर हेर्थ्यो होला। जुन कुरा सुन्दा मिठो लाग्छ त्यो कुरा नबोल्ने हो भने विदेश जानु हैन, सम्पन्न राष्ट्रहरूतिर चाहिँ आकर्षित हुनु उपयुक्त हो अथवा होइन, तपाईलाई के लाग्छ? यसलाई यो ब्ल्याक अर व्हाइट, यस अर नो भन्ने कुराको यसमा हामीले उत्तरको अपेक्षा नै गर्नु हुँदैन। हैन, आंशिक म त्यसमै भन्छु। मैले भने जस्तै यसलाई म दुईटा छोटकरीमा राख्छु। एउटा कुरा जुन यो मासमै नेपालमा केही पनि गर्न सकिन्न, केही पनि सम्भावना छैन भनेर कुनै निश्चित उद्देश्यका निम्ति होइन, जीवनको सुख त्यही छ, सन्तुष्टि त्यही छ, सबै सम्पन्नता त्यही छ, वैभव त्यही छ भन्ने सोचेर मात्रै जुन एउटा ठुलो हाम्रो युवाहरूको पङ्क्ति त्यतातिर गइरहेको छ त्यो गलत छ। यहाँभित्र प्रशस्त अवसरहरू छ, यहाँको अवसरलाई हामी चिन्न सकिरहेका छैनौँ, बुझ्न सकिरहेका छैनौँ। प्रतिकूलतामै झन् बढी अवसर भेटिन्छ। यहाँभित्र थुप्रै अवसरहरू छ, त्यसलाई चिन्न सकिरहेको छैन। जहाँ चाहिँ खाली हुन्छ त्यहाँ चाहिँ सम्भावना धेरै हुने छ, त्यो हामी त्यसलाई भेट्न सकिरहेको छैनौँ होइन। भनेपछि त्यस्तो 2-4वटा सम्भावना पहिले आइदिनु पर्यो तपाईँले। यस्तो छ, जस्तो हाम्रो प्राथमिकता के हो भन्ने कुरामा निर्भर रहने भयो। एकछिनलाई मान्नुहोस्, मसँग थोरै जस्तै प्रायः जस्तो तपाईँले अहिले दिएको उदाहरण दिएको निजी विद्यालयबाट गएको धेरै जसो र पश्चिमा देशमा जाने भनेको केही न केही अध्ययनको पृष्ठभूमि पनि भएको र थप त्योभन्दा अगाडिको अध्ययन पनि नेपालभित्रै गर्न सक्ने क्षमता पनि भएको, परिवारले त्यो पढाउन सक्ने क्षमता पनि भएको र थोरै पुँजी पनि आफूसँग भयो, लगानी गर्न सक्ने क्षमता पनि, आत्मविश्वास भएको, म चाहिँ त्यहाँ जान सक्छु। पुँजीकै सन्दर्भमा थोरै परिवारले पुँजी, किनभने बाहिर जानको निम्ति गएको मान्छे भनेको सुरुमा प्रारम्भमा 8-10 लाख रुपियाँ पुँजी खर्चै गरेर गएको मान्छे भनेको त्यो मान्छेलाई कसरी हेर्नुहोस् भने युवा छ, राम्रो पढे लेखेको छ, 8-10 लाख रुपियाँ पुँजी एकचोटिमै एकमुष्ट खर्च गर्न सक्ने छ र परिवारले अरू बाँकी रहेको आफूले प्राप्त गरी सहयोग पनि पाइरहेको छ भने उसका निम्ति म एउटा उद्यमी बन्छु, म एउटा नेपालभित्र केही कुरा अवसरहरू खोज्छु, म रोजगारदाता बन्छु, 10 लाख म यहाँ लगानी गर्छु गर्ने भनेदेखि भने नेपालमा जुन सेक्टरमा हामीले गएर हेऱ्यौँ भने पनि, चाहे त्यो हामी एग्रिकल्चरको सेक्टरमा हेरौँला, चाहे त्यो पनि एउटा इक्जाम्पल मात्रै हो, थुप्रै ठाउँहरू छ, त्यो प्रशस्त ठाउँहरू छ। तर त्यो ठाउँहरू हुँदाहुँदै पनि म होइन के लार्जर गोलका निम्ति म जस्तो संसारको बेस्ट युनिभर्सिटीहरू नेपालमा छैन नि त, बाहिर छ होइन। जस्तो कोही एउटा चिकित्सक होला, एकछिनलाई भन्नुहोस्, कोही एउटा नर्स होला, म त्यहाँको सिस्टमभित्र गएर बेस्ट एजुकेसन पनि लिन्छु, हेल्थ केयर सर्भिस पनि म हेर्छु, नजिकबाट अवलोकन गर्छु, पढ्छु, अनि म नेपालमा आएर के गर्छु भन्ने सोचेर कोही कुरा गरिरहेको छ भने उसको निर्णयलाई मेरो विचारमा त्यसलाई हामीले सम्मानका साथ हेर्नुपर्छ होइन। तर सँगसँगै होइन, म जस्तो मानु कोही मान्छे मेडिकल डक्टर भयो, तर त्यसपछि गएर उसले के निर्णय गर्यो भने नेपालमा मेरा निम्ति कुनै पनि ठाउँ छैन, कुनै पनि सम्भावना छैन र सम्पूर्ण कुरा त्यही छ भनेर गयो भने आखिर दुवै केसमा मान्छे त बाहिर गएको छ। सेकेन्ड केसमा गएको भन्ने कुरा चाहिँ म त्यसलाई गलत निर्णय भन्छु, दुईटा कारणले। एउटा त्यो नेपालमा केही पनि सम्भावना छैन भन्ने निजी जीवनका सन्दर्भमा उसले गरेको निकालेको निष्कर्ष पनि गलत हो, प्रशस्त सम्भावना छ। अर्को त्यो व्यक्तिले आफ्नो निर्णयहरू गर्दै गर्दा समुदायप्रतिको आफ्नो जिम्मेवारी बोधका सन्दर्भमा सम्पूर्ण रूपमा उदासीन भएर गर्ने निर्णय पनि त्यो गलत हो, किन सोसाइटीको प्रति उसको के रेस्पोन्सिबिलिटीहरू हो, राष्ट्रका प्रति हुने भयो। किनभने राष्ट्रिय लगानी छ उसमा होइन, राज्यले त लगानी गरेका छ हो। यहाँनिर राज्यले एउटा बाध्यात्मक किसिमले चाहिँ देशमै राख्ने, फर्काउने भनौँ होइन, ल गयो एकपल्ट अध्ययनका लागि गयो, सिप सिक्नु पर्यो, ज्ञान सिक्नु पर्यो, त्यो हासिल गर्नका लागि गयो, जान दिने, त्यो विकल्प खुला राख्ने। तर फेरि फर्केर देशले जुन लगानी गरेको छ त्यसकै लागि भए पनि आफ्नो श्रम र सिपलाई चाहिँ यहाँ लगानी गर्ने माहौल बनाउनलाई एक किसिमको कठोर नीति अप्रिय हुनसक्छ। त्यो कठोर र बाध्यात्मक नीति चाहिँ अवलम्बन गर्न सक्नुपर्छ। यसलाई दुईटै कुराबाट हेर्नु पर्यो। एउटा अध्ययनले के देखाउँछ भने
यो अध्ययन चीन र भारतमा सँगै गरिएको अध्ययन हो, जसमा चीनमा फर्किएको 100 जना संयुक्त राज्य अमेरिकामा PhD गरेका विद्यार्थीहरू जो चीन फर्के उनीहरू रेस्पोन्डेन्ट थिए।